तपाईले मसँग दुबईमा प्रपर्टी किन्ने डिसाइड गर्नुभयो, एकदमै सही गर्नुभयो। आज म तपाईले दुबई रियल इस्टेटको बेसिक्सहरू सबै सिकाउनेछु। तपाईलाई धेरै धेरै बधाई छ, तपाईले सही ठाउँमा इन्भेस्ट गर्न सोच्नु भएको छ। र अब कुरा गरौँ मेन पोइन्टको। दुबईमा तपाईले दुई टाइपको प्रपर्टी पाउनुहुन्छ, एउटा छ लिज होल्ड, अर्को छ फ्री होल्ड। लिज होल्ड भनेको तपाईको 99 इयर्ससम्म मात्र हुन्छ, त्यसमा अरूको नाममा प्रपर्टी हुन्छ, तपाईले लिजमा लिएर त्यो प्रपर्टी युज गर्ने हो, त्यो पनि 99 इयर्ससम्म मात्र। अर्को छ फ्री होल्ड। फ्री होल्डमा तपाईले 100% ओनरशिप तपाईको मात्रै हुन्छ। फ्री होल्ड प्रपर्टी तपाईले कसैलाई गिफ्ट पनि दिन सक्नुहुन्छ र फुल्ली आफैले बसेर पनि युज गर्न सक्नुहुन्छ आरामले। फ्यामिलीसँग बस्नुस् या कसैलाई रेन्टमा दिनुस्, तर त्यो प्रपर्टी तपाईकै आफ्नै नाममा हुन्छ। र अब हामी कुरा गरौँ फ्री होल्डको बारेमा। लिज होल्डको बारेमा अहिले कुरा नगरौँ, त्यो पछि अर्को भिडियोमा सम्झाउँला तपाईहरुलाई। अब कुरा आउँछ एलिजिबिलिटी। तपाईले दुबईमा प्रपर्टी किन्न तपाई एलिजिबल छ कि नै? तपाई दुनियाको जुनसुकै कुनामा बसिराख्नु भएको छ, चाहे युरोप, अमेरिका, युएस, अस्ट्रेलिया, नेपाल, इन्डिया, जहाँसुकै बसिराख्नु भएको छ, तपाईले त्यहाँबाट दुबईमा प्रपर्टी आरामले किन्न सक्नुहुन्छ। तपाईले चाहिने भनेको एउटा पासपोर्ट, एउटा इमेल आइडी र तपाईको पैसा। फ्री होल्डमा नि तपाईले दुई टाइपको प्रपर्टी पाउनुहुन्छ, एउटा प्राइमरी, एउटा सेकेन्डरी। सेकेन्डरी भनेको तपाईको रेडी भइसक्यो प्रपर्टी, त्यो पुरानो पनि हुन सक्छ, भर्खर नयाँ बिल्ड भएको पनि हुन सक्छ। अर्को आउँछ प्राइमरी। प्राइमरीमा तपाईले डाइरेक्ट डेभलपरसँग लिने हो, जुन चाहिँ एकदमै एन्ट्री प्राइसमा तपाईहरु छिर्नुहुन्छ, भन्नाले सस्तो प्राइसमा। अब प्राइमरीमा तपाईले प्रपर्टी लिनुभयो भने डाइरेक्ट डेभलपरसँग तपाई यहाँ आउनु पनि पर्दैन, सबै अनलाइन थ्रुबाट तपाईले फर्म फिल गर्न सक्नुहुन्छ। यदि तपाई अब सेकेन्डरीमा हेर्दै हुनुहुन्छ भने तपाईको प्रेजेन्स यहाँ म्याटर गर्छ, तपाई यहाँ आउनै पर्ने हो। त्यतिखेर पनि तपाई आउन सक्नु भएन भने हामी पावर अफ अटर्नी युज गर्छौँ। इन सर्ट भन्नुपर्दा तपाई यहाँ आउनु पर्दैन, जुनसुकै ठाउँबाट पनि तपाईले प्रपर्टी लिन सक्नुहुन्छ। त्यही तपाईको डकुमेन्ट चाहिने हो, पासपोर्ट, इमेल एड्रेस र पैसा। अब कुरा गरौँ यहाँको चार्जेसहरुको बारेमा। भन्नाले तपाईले सुरुमा पे गर्नुहुन्छ डाउन पेमेन्ट 20%, त्यसमा तपाईले पे गर्नुहुन्छ डिएलडी चार्ज, जुन हुन्छ 4%। डिएलडी ले दुबई ल्यान्ड डिपार्टमेन्ट फी पनि भनिन्छ। सेकेन्ड नम्बरमा आउँछ एडमिन फिज, जुन डेभलपर टु डेभलपर फरक हुन्छ, प्रोजेक्ट टु प्रोजेक्ट फरक हुन्छ, जुन हुन जान्छ लगभग 4000 देखि 5000 दिरहममा। तेस्रो नम्बरमा कुरा गरौँ सर्भिस चार्जको बारेमा। सर्भिस चार्ज भनेको तपाईले अपार्टमेन्टको छुट्टै, टाउन हाउस र भिल्लाको छुट्टै पे गर्नुपर्ने हुन्छ। अपार्टमेन्टले एउटा क्याटेगोरीमा राखौँ, टाउन हाउस र भिल्लाले अर्को क्याटेगोरीमा। अपार्टमेन्टमा तपाईले सर्भिस चार्ज पे गर्नुपर्ने हुन्छ 20 देखि 25 दिरहम, भन्नाले त्यो अहिलेको एभरेज रेन्ज भयो। अर्को सर्भिस चार्ज टाउन हाउस र भिल्लामा, त्यो एभरेज छ तपाईको 4 देखि 5 दिरहम, भन्नाले लग्जरी सेगमेन्टदेखि नर्मल सेगमेन्टमा सबै एउटै भयो। र अपार्टमेन्टमा चाहिँ लग्जरी सेगमेन्टमा बढी तिर्नुपर्ने हुन्छ, किन त त्यसबाट तपाईले रेन्टल राम्रो कमाउन सक्नुहुन्छ। अर्को चौथो नम्बरमा पर्छ म्युनिसिपालिटी फी। म्युनिसिपालिटी फी भनेको तपाईको जो बसिरहेछ उसले तिर्ने हो। यदि तपाईँ बसिराख्नु भएको छ भने तपाईँले तिर्ने हो, यदि तपाईँको रेन्टल या भाडेदार कोही बसिरहेको छ भने उसले तिर्ने हो, जुन हुन्छ एभरेज रेन्टलको 4 देखि 5%। त्यो 4% म्युनिसिपालिटीको फी तपाईँले तिर्ने भनेको बिजुली, पानी, एसी र फोहोरको लागि। अब कुरा गरौँ प्राइस। प्राइसमा पनि हामी क्याटेगोरी छुट्याउँछौँ, अपार्टमेन्ट, टाउन हाउस र भिल्लाको छुट्टै छुट्टै क्याटेगोरी राख्छौँ। सुरुमा कुरा गरौँ अपार्टमेन्टको। अब अपार्टमेन्टको कुरा गर्दाखेरि त्यसमा पाउनुहुन्छ स्टुडियो, 1 बेडरुम, 2 बेडरुम, 3 बेडरुम को अपार्टमेन्ट हो। अब स्टुडियोको कुरा गर्दाखेरि तपाईको अहिले